हे सुन न, आज म तिमीलाई के कुराहरू भन्दैछु। वर्षौंदेखि साचेर राखेका मेरा मनका कुराहरू तिमीलाई सुनाउँदैछु। तिम्रो लागि म को हुँ त्यो त मलाई थाहा भएन, तर मलाई यति कुरा थाहा छ, मेरो लागि तिमी मेरो जीवनको एक हिस्सा हौ। मैले बाँचिरहेको यो धरातलको सब थोक तिमी हो। मेरो जिन्दगीको जुन घाम तिमी हो, मैले पुज्ने हरेक चारधाम तिमी हो। जुन दिनदेखि मैले तिमीलाई देखेँ, तिमीलाई भेटेँ, त्यसै दिनदेखि उजाड मेरो जिन्दगीमा कतै बसन्त छाए चाहिँ भएको छ। सादा सादा मेरो जिन्दगीमा कता कता गाढा सप्तरङ्गी रङहरूले रङ्गिए चाहिँ भएको छ। आधा जस्तो लाग्ने जिन्दगी आज आएर पुरा जस्तो लाग्छ। नहोला म तिमीले चाहेको जस्तो, नहोला म तिमीले सोचेको जस्तो, तर बिन्ती मेरो माया पनि अरूको भन्दा कम छैन। प्रेम के हो त्यो त मलाई थाहा छैन, तर जुन दिनदेखि तिमीलाई भेटेँ त्यस दिनदेखि प्रेमको परिभाषा बुझ्न थालेको छु, जिउनुको अर्थ बुझ्न थालेको छु, जिन्दगी के हो महसुस गर्न थालेको छु, मैले आफैले बुझ्न थालेको छु। म यी सब कुराहरू तिमीलाई पाएर अझ पूर्ण गर्न चाहन्छु। तिमी मेरै बन्नु है। थ्याङ्क यू भेरी मच for being a golden moment in my life. I love you so much.